हेलो गुड मर्निङ साथीहरू सबै। हेलो साथीहरू, आज चाहिँ म साथीहरूलाई चाहिँ हाम्रो केयर गिभर भनेको चाहिँ के हो त्यसको बारेमा चाहिँ सानो जानकारी दिन लागिरहेको छु। मेरो साथी चाहिँ हाँस्दैछ कि म चाहिँ के यो चाहिँ नेतै हुन लाग्छ कि हो भनेर। हामी पनि सुरुमा नेपालबाट विदेश आउँदा चाहिँ यो केयर गिभर भनेको चाहिँ के होला, के गर्नुपर्ने होला हामीले अब त्यहाँ हुन त अलिअलि हामीलाई ट्रेनिङ त भएको थियो, त्यो पनि के होला के गर्नुपर्ने होला भनेर हामी पनि डराउँदै आएको थियौँ सुरुमा आउँदा साथीहरू। त्यही भएर मैले तपाईँहरूलाई सानो जानकारी आफूले जानेको जानकारी दिन चाहेँ। मेरो साथी चाहिँ हाँस्दैछ कि अब आफूले जानेको कुरा त भन्दा त राम्रो हुन्छ नि होइन साथीहरू। मेरो टिकटक हेर्दै हुनुहुन्छ भने मैले चाहिँ सानो जानकारी दिएँ, अब साथीहरू आउँदै हुन्छ भने उहाँहरूलाई पनि फाइदा हुन्छ नि, यस्तो पो रहेछ केयर गिभर भन्ने त भन्ने हुन्छ नि त साथीहरू। केयर गिभर भन्नाले चाहिँ अब थाहा भएकै कुरा हो होइन। अब हामी बुढाबुढी हेर्ने, बिरामीहरूलाई हेर्ने, बिरामीहरूको हेरचाह कसरी गर्ने, अब सिरियस बिरामी छ भने डाइपरहरू चेन्ज गर्नुपर्ने हुन्छ, अब डाइपरहरू कसरी चेन्ज गर्ने। अनि त्यसपछि एकदमै सिरियस बिरामी छ भने हुनुहुन्छ भने उहाँहरूलाई चाहिँ यस्तो बेड हुन्छ, यस्तो बेडलाई चाहिँ हामीले चाहिँ हिँडाउने बेलामा चाहिँ यो बेड चाहिँ स्ट्रेट हुन्छ। अनि त्यसपछि सुताउने बेलामा चाहिँ 45 डिग्रीको गर्नुपर्छ, हिँडाउने बेला 30 डिग्री उठाएर हिँडाउने बेलामा चाहिँ 30 डिग्रीको राख्नुपर्ने हुन्छ। अनि त्यसपछि मेडिसिनहरू खुवाउने बेलामा चाहिँ 90 डिग्रीको पार्नुपर्ने हुन्छ साथीहरू। अनि त्यसपछि हाम्रो बाजे चाहिँ अलिकति बढी नै सिरियस हुनुहुन्छ, त्यही भएर बाजेलाई चाहिँ उहाँको चाहिँ सास सम्बन्धी अब भित्र प्रब्लम भएको हुनाले चाहिँ घाँटीमा पनि पाइप राखेको छ, पेटमा पनि खानालाई पाइप राखेको छ। त्यो भएर हामीले चाहिँ बाजेलाई 4-4 घन्टामा मास्क दिनुपर्ने हुन्छ, त्यसलाई चाहिँ न्युट्रिलाइजर भन्छ। अनि त्यस पेटमा चाहिँ हामीले चाहिँ त्यो पाइपबाट खुवाउँछौँ साथीहरू। अनि त्यसपछि यस्तो बिरामीहरूलाई चाहिँ धेरै हिँडाइराख्नुपर्ने, एक्सर्साइज गराउनु पर्ने, अब हिँड्न सक्नुहुन्न नि त, त्यही पनि हिँडाउने ट्राई गर्नुपर्ने, साइक्लिङ गराउनु पर्ने। अनि त्यसपछि 1-1 घन्टामा खुवाउनु पर्ने हुन्छ, सुरुको 1 घन्टा पानी, अनि त्यसपछि दुध मेडिसिनहरू दिनुपर्ने हुन्छ। अनि त्यसपछि हामीले चाहिँ प्रत्येकचोटिको चाहिँ यसरी रेकर्ड राख्नुपर्ने हुन्छ, यति दुध दिए, यति बजेमा चाहिँ अब यति प्रेसर, टेम्परेचर, अक्सिजन चाहिँ यति थियो, यति खुवाएँ, यो गराएँ भनेर, यति पिसाब फाल्यौँ, यो औषधि यति बजे दियौँ, यति पानी दियौँ यो टाइममा भनेर चाहिँ हामीले चाहिँ प्रत्येकचोटि यसरी रेकर्ड राख्नुपर्ने हुन्छ। हिँडायो भने कतिचोटि हिँडायो सबै रेकर्ड राख्नुपर्ने हुन्छ साथीहरू। अनि त्यसपछि यो केयर गिभरको ड्युटी गर्न आउँदै हुने साथीहरूलाई चाहिँ म के भन्न चाहन्छु भने अलिकति जिम जोइन गरेर अलिकति पोसिलो खानेकुराहरू खाएर चाहिँ अलिक बलियो भएर चाहिँ आउनुपर्ने रहेछ साथीहरू। किनभने अब कोही बाजे बोजूहरू त कति हेभी हुन्छ कि 90 ओभर हुन्छ, अनि उचाल्नलाई नै एकदमै गाह्रो हुने कि।